तपाईँ हामीले जतिसुकै मेहनत गरे पनि, जतिसुकै आम्दानी गरे पनि दिनमा मात्रै रु 312 मात्रै तपाईँले बचत गर्ने बानी बसाल्नु भएको छ भने आजको यो भिडियो हजुरहरूको लागि मोस्ट इम्पोर्टेन्ट छ। अन्त्यसम्म नछुटाइकन हेर्नुहोला। दैनिक रु 312 जम्मा गर्दाखेरि एक महिनामा हजुरहरूको 9,360 हुन्छ भने एक वर्षको सेभिङमा हजुरहरूको 1,12,320 रुपियाँ हुन आउँछ, जसमा हजुरहरूले एउटा त्यस्तो बिमा बच्चा केटाकेटीको गर्दा पनि हुन्छ, अभिभावकको गर्दा पनि हुन्छ, अथवा सिङ्गल लिँदा पनि हुन्छ। म पहिला सुरुमा केटाकेटीको इन्सुरेन्स अन्तर्गत कुरा गर्दैछु। यदि केटाकेटीको इन्सुरेन्स लिँदै हुनुहुन्छ भने लगभग हजुरले 15 लाख बराबरको इन्सुरेन्स लिन सक्नुहुन्छ सोही रकममा दैनिक रु 312। तर यहाँले तिर्दाखेरि चाहिँ इयरली नै तिर्नुपर्ने हुन्छ। मैले दैनिकमा क्यालकुलेसन गरेर चाहिँ भन्दैछु। इयरली यसरी लिँदाखेरि हजुरले 15 वर्षको बिमा लिनुभएको छ भने तपाईँको अथवा प्रस्तावकको चाहिँ बिमा कभर 15 को चाहिँ 30 लाख बराबरको चाहिँ बिमा कभर भइराखेको हुन्छ भने यदि एक्सिडेन्टली प्यारेन्ट्सको अथवा प्रस्तावकको केही गरिकन मृत्यु भइहालेको खण्डमा तत्काल बिमाङ्क 15 लाख बच्चाले भुक्तानी पाउँछ र एमआइबी मन्थली इन्कम बोनस भनेर एक महिनामा हजुरले प्रत्येक महिनामा चाहिँ बच्चाले चाहिँ 15 लाखको लगभग 12,500 रुपियाँ हरेक महिना चाहिँ प्राप्त गर्दछ। त्यति मात्र नभएर उसले चाहिँ कुनै पनि प्रिमियम बुझाइराख्नु पर्दैन अब, र कन्टिन्युअसली बिमा चाहिँ सुचारू भइराखेको हुन्छ र बिमा मेच्योर भइसकेपछि भने पनि फेरि पनि बच्चाले बिमाङ्क प्लस बोनस चाहिँ भुक्तानी प्राप्त गर्दछ। यसो गर्दा बच्चाको फ्युचर पनि रोकिएन, पढाइ खर्च पनि रोकिएन, उसको चाहिँ एउटा खर्च मन्थली खर्च पनि आइराखेको भयो। त्यति मात्र नभएर बिमा सुरु भइसके पछाडि तपाईँले 3 किस्ता भनौँ अथवा 3 वर्षसम्म चाहिँ किस्ता तिरिसक्नुभयो, त्यस पछाडि चाहिँ तपाईँले कथम कदाचित सिचुएसन अनुकूलता चाहिँ बिमा कन्टिन्यू गर्न सक्नु भएन भने बिमा चाहिँ तपाईँले सरेन्डर पनि गर्न सक्नुहुन्छ। र त्यति मात्र नभएर त्यस पश्चात 3 किस्ता तिरिसके पछाडि तपाईँलाई ऋण आवश्यक पर्यो भने तपाईँले त्यहाँबाट ऋण पनि उपलब्ध गराउन सक्नुहुन्छ, ऋण पनि प्राप्त गर्न सक्नुहुन्छ। यावत चिजहरूले गर्दाखेरि बच्चा केटाकेटीको इन्सुरेन्समा एकदमै इम्पोर्टेन्ट चाहिँ हामी प्यारेन्ट्सको पनि भूमिका रहन्छ। आफ्नो केटाकेटीको भविष्यको सुरक्षाको लागि र आफू रहिराख्दाखेरि चाहिँ एउटा आर्थिक सुरक्षाको लागि पनि केटाकेटी बचत योजना, बिमा योजना चाहिँ एकदमै आवश्यक र महत्त्वपूर्ण छ। यदि यहाँहरू पनि आफ्नो आम्दानीको आधारमा, आफ्नो चाहिँ सिचुएसनको आधारमा आफूलाई अनुकूल पर्ने बिमा योजना